दुईजना मान्छेहरू चाहिँ त्यहाँ चाहिँ ठुलो छलफल भएको रहेछ। अनि त्यसपछि तिमीहरूको यीशु त 2000 वर्ष मात्रै भयो, हाम्रो धर्मको त ईश्वरहरू देवताहरू त उहिले 5000 50,000 वर्ष करोड वर्ष भयो हाम्रो देवताहरू जन्मेको भनेर भन्छ नि। अनि ती दुईजना अनि हाम्रो विश्वासी दाजुभाइले पनि उहाँहरूले पनि अलिकति उत्तर दिन नसक्ने अवस्था हुन्छ। अब म के भन्छु भने होरा देवी देवताहरू आयो होला गयो होला त्यो हामीलाई थाहा छैन। तर जे होस्, कति 5,000 वर्ष पनि 10,000 वर्ष भयो पनि 50,000 भयो पनि केही लाग्दैन। बाइबलले भन्दछ परमेश्वर सदाको लागि हुनुहुन्छ। 2000 को प्रमाण हामीले चाहिँदैन। 2000 यीशु जन्मिएको प्रमाण हामीलाई चाहिँदैन, मिति पनि हामीलाई चाहिँदैन। तर यीशु पहिल्यै हुनुहुन्थ्यो र अहिले पनि हुनुहुन्छ। अनि मलाई बडो गजब लाग्छ, बाइबल यीशु जन्मिनुभन्दा अगाडि दाउद राजाले लेखेको वचनमा पनि त्यस्तो भन्दछ। यहाँ भन्दछ, पुत्रलाई चुम्बन गर नत्र उहाँ रिसाउनुहुनेछ र तिमीहरू बाटोमै नष्ट हुनेछौ, किनभने उहाँको कोप चाँडै दन्कन्छ। ती सबै धन्य हुन् जो उहाँको शरण पर्दछ भनेर भन्छ है। अनि पुत्रलाई चुम्बन गर भनेको चाहिँ येशू ख्रीष्टलाई चिन्नु है भनेर भनेको हो है। नत्र उहाँ रिसाउनु हुनेछ, बाटोमै मर्छ भने चाहिँ छोडिनेछ है भनेको छ है। अब स्वर्गको राज्यमा जानबाट चाहिँ छोडिनेछ। अनि उहाँलाई अहिले नै चाँडै भेट्नु, उहाँको वचनमा विश्वास गर्नु, उहाँको वचनलाई विश्वास गरेर पालन गर्नु, उहाँको प्रेमलाई बुझ्नु, त्यो चाहिँ मन्दिरहरूमा गएर तन्त्र मन्त्र गर्ने ढोकभेट गर्ने त्यो होइन। अनि त्यो चाहिँ एकछिन बत्तीमा बालेर नमस्ते गरेर फुल चढाएर पानी छर्काएर त्यो निको हुनेवाला होइन है। अब उहाँको वचनहरू चाहिँ हामीले पालन गर्नुपर्छ। यो संसारमा विभिन्न किसिमका शास्त्रहरू छन्, तर तिनीहरू चाहिँ एउटा किरा जस्तै हो, किरा फट्याङ्ग्रो जस्तै हो। त्यो समाचार भन्छ, त्यो काम नलाग्ने किराहरू भन्छन्। तर सत्य कुरो चाहिँ यो हो, वचन चाहिँ सत्य छ, परमेश्वर सत्य हुनुहुन्छ। अनि यहाँ चाहिँ के भनेको छ, उहाँको कोप चाहिँ चाँडै नै तन्किन्छ। अनि उहाँको रिस चाहिँ जब उहाँमाथि विश्वास गर्दैन नि, त्यसपछि उहाँ चाहिँ रिस खनाउनुहुन्छ। तर उहाँले एउटै भन्नु, ती सबै धन्य हुन् जो उहाँको शरण पर्दछन् है। फेरि उहाँले शरण पर्नेहरू चाहिँ उहाँ चाहिँ धन्यका हुनुहुन्छ। अनि अर्को यहाँ होसेको पुस्तकमा पनि यो हामीले वचन सङ्ग्रहको 2ले यसरी हेर्दाखेरि होसेको पुस्तक पनि हामी पाउँदछौँ। अनि यहाँ 9 र 10मा पनि म तेरो परमेश्वर हुँ। अनि यो चाहिँ इजरायली जातिहरू, पहिला चाहिँ इजरायली जातिहरूलाई भनेको म तेरो परमेश्वर, म येशू तिम्रो परमेश्वर हुँ। मैले तँलाई मिस्र देशदेखि ल्याएको छु। अनि यो इजरायलीहरूलाई जो मिस्रको दासत्वको जीवनमा हुँदाखेरि चाहिँ उनीहरू त्यहाँबाट ल्याएको। तेरो ठहराएको चाडको दिनमा चाहिँ म तँलाई फेरि पालाहरूमा बस्न दिनेछु। अनि उहाँको शरणमा चाहिँ हामीलाई शरण दिनुहुन्छ। अघि पनि भनेको छ शरण दिनुहुन्छ होइन। मैले अगमवक्ताहरूसित कुरा गरेँ। अनि प्रभु येशू जुन अगमवक्ताहरूद्वारा चाहिँ कुरा गर्नुभयो। हिजो येशू कहाँ हुनुहुन्थ्यो, 2000 मात्रै येशू हुनुहुन्न, उहाँ चाहिँ जुग जुगको येशू हुनुहुन्छ। तिनीहरूले दर्शनहरू दिए, तिनीहरूलाई दर्शनहरू दिए, जस्तै अब मानिसहरूप्रति उहाँको दर्शनहरू दिए। अनि अगमवक्ताहरूद्वारा तिनीहरूद्वारा मैले दृष्टान्तहरू दिएँ। हेर्नुहोस् त, माथि यो नयाँ नियममा पनि प्रभुले दृष्टान्तमै बोल्दै हुनुहुन्छ, पुरानो नियममा पनि दृष्टान्तमै बोल्दै हुनुहुन्छ। अनि यो होसे 9, 10, 12ले 11ले हेर्ने भने 10ले हेर्ने भने प्रभु येशू पहिले पनि हुनुहुन्थ्यो,
अहिले पनि हुनुहुन्छ। अनि उहाँ चाहिँ हामीलाई प्रेम गर्ने परमेश्वर हुनुहुन्छ। अनि कसैलाई उहाँले लाखापाखा गर्नुहुन्न। मानिसहरूले रूप हेरेर विचार गर्नुहुन्छ। परमेश्वरले हृदय विचार गर्नुहुन्छ। उही येशू हुनुहुन्थ्यो। अनि हामी उत्पत्ति 1 पनि तिमीहरूको बाइबलमा त नयाँ नियममा मात्रै पाउँछौ, अब त्यो पुरानो नियममा त छैन नि भन्ने, त्यसपछि येशू आएको भनेर हामीले गन्थन गर्छौँ होइन। अनि उहाँ चाहिँ पहिलेदेखि नै हुनु, पृथ्वीको आकार बिनाको थियो भने, आकारको रूपै थिएन भन्छ है। अनि सुन्ने थियो, परमेश्वरको वचनै थिएन भन्छ है। आकार बिनाको परमेश्वरको वचन केही पनि थिएन। अनि के थियो? अर्थात् समुद्रमाथि अन्धकार थियो। यी मानिसहरू चाहिँ अन्धकार थियो। मानिसहरू लिएर समुद्र जस्तै हो, अन्धकार थियो। परमेश्वरको आत्मा चाहिँ त्यो पानीमाथि घुमिराख्नु भएको। पानी मतलब छ परमेश्वरको वचन है। परमेश्वरको वचन, परमेश्वरको आत्मा चाहिँ त्यो वचनमाथि घुमिराख्नु भएको थियो भन्छ, पानीमाथि। अनि उज्यालो यो पहिलोको पटक उज्यालो हुनु भने चाहिँ हामीलाई ज्योति पाउनु हो, संसारलाई ज्योति पाउनु हो। अनि त्यसपछि उहाँलाई चुम्बन गर्नुपर्छ, उहाँलाई चिन्नुपर्छ। येशू 1-2 हजारको येशू हुन्न। उहाँले चाहिँ अनन्तकालदेखि करोडको कुरा गर्नु पर्दैन। उहाँ चाहिँ सबैभन्दा सृष्टिकर्ता उहाँ नै हुनुहुन्छ। अनि उहाँले कहिले पनि मानिसले बुझाउन सक्दैन। उहाँ प्रेमिलो हुनुहुन्छ। अनि यी वचनहरूले हामीलाई छुँदछौँ र हामी चाहिँ बिना प्रमाणको चाहिँ हामीले कुरा गर्नु हुँदैन, बिना प्रमाण हामीले खोज्नु हुँदैन। त्यसैले प्रभु येशू जिउँदा हुनुहुन्छ। अनि यो पुस्तकमा तपाईँहरूलाई यस्तै बताउन पाउँदा मलाई धेरै खुसी लागेको छ। हुन्छ, हामी धन्यवाद।